खान्थे बोक्राम पनि खाना चाहिँ खानुहुन्थेन खाँदा पनि नखाने लास लाग्यो दोकानमा माग्नु लास लाग्ने मरेको जति पैसा उब्रेर आयो घरमा दिन्थे मरेको लुकाउनु छैन अन्त किन लजाउनु भएको अन्त बजारमा चाहिँ छैन अन्त दिन्छ थुपारेर राम्रो थुम्से आदि मासु बोकेर आउनु पर्थ्यो अरे डोकोमा कोले पठाउँथ्यो घरमै दुई घरको चाहिँ मासु आदि डोको हुन्थ्यो अरे सुकाएर खानुहुन्थ्यो सुकाएर अन्डालेपछि माथिल्लो तल थुपार्ने बाट्न थालिहाल्छ खान्छ भने एकछिनमै बाट्छ फापरको पिठो पिनिराख्यो हुन्छ कि हजुर रोमान्टिक भुल्छ त्यो पनि खान दिँदैन पहिला यदि खायो त्यहाँदेखि राख्छ दसैँमा चाहिँ के काट्थ्यो गोरु ए उयो होला हौ नामसुङमा होला हौ 200 मा पाउँछ ठुलो गोरु अन्त उहिले नामसुङकै होइन लेप्चाहरूको त दसैँ बरान्डा बोडी फिला मासु नखाएन सुँगुरको मासु यो खाल घरमै काट्थ्यो अन्त भेजोहरू लाउँथेन त्यो 200 रुपियाँहरूको किन्दाखेरि त 4 केजी 5 केजी पाउँथ्यो होइन बोजू त्यो मिल्ती कि के भन्छ त्यो मिल्ती भनेको चाहिँ त्यस्तो है 100 को चामल 12 किलो पाउँथ्यो अन्ध्रा बाटेर चाहिँ के बनाएको गिमक भन्छ होइन कर्ग्योङ भन्दो रहेछ हौ लेप्चाहरूले त